एकछिन पहिला मान्छेको भ्लगमा म वेलकम गर्नु परेन। यहाँ हाम्रो ठुलो दिदी चाहिँ यहाँ सिल्पिङ त गुड नाइट भइसकेको छ। स्टिल बियोसै छ यहाँ कुनामा। सबजना वाक गर्ने छ नि। हेलो गाइज, हाँस उठ्छ अनि यसरी आफैलाई वेलकम। एकछिन पहिला मान्छेको भ्लगमा म वेलकम गर्नु परेन। ओके वेलकम गाइज, वेलकम ब्याक टु पुष्पा भ्लग। हामी तातो पानी जाँदैछौँ। यता अमिल छ, खोइ ममता बहिनी उतातिर छ। राधा रुल एकजना आमै यो समीर पनि पो त्यही रहेछ कुनामा। लिनु त आन्टी अगाडितिरको सबै देखाउनु। पूरा आदमी लोग इधर है, देखो कोई आदमी लोग पीछे राधा रुदुल हो रहा है। ज्ञानी छोरा है, हाम्रो ज्ञानी छोरी नुनु गर्नु भएको छ। तातो पानी जान लागेको छ। दिदी पनि यता हुनुहुन्छ, माइजू यता अगाडि सिर्जना म्याम हुनुहुन्छ। हेलो गाइज, हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ। अहिले चाहिँ हामी तातो पानीको यात्रामा छौँ। अहिले हामी बनेपा पुगिसकेका छौँ। हामी चाहिँ तातो पानी, यहाँ हाम्रो ठुलो दिदी चाहिँ यहाँ सिल्पिङ त गुड नाइट भइसकेको छ। यता यसरी लुक्नु मिल्दैन नि। तिम्रो चाहिँ ब्यागै नहुँदो रहेछ त। ए त्यो चाहिँ लाइटिङ नमिलेर यस्तै छ। यता पनि अर्को भ्लग सुरु भइरहेछ गाइज। यता मेरो बहिनी ल्याउ भनिरहेछ। हेलो गाइज, म चाहिँ यहाँ बिहोस, म चाहिँ यहाँ बमिट आएर यहाँ झ्यालमा बसेको छु है। झ्यालमा यहाँ चाहिँ खोइ देखेको देख्नु, यहाँ चाहिँ बिहोस भइरहेछ एकजना। यहाँ चाहिँ बिहोस भइरहेछ एकजना। कुरमुरे हो, म चाहिँ कुरमुरे खान्छु। बिहान 5 बजे त होइन, 5:30मा उठेको गाइज म। कहाँ गएर 4 बजे चाहिँ 4 बजे उठेर बसिरहेको। म त साँच्ची भनेको काहीँ जाने हो भने त म त चाँडै उठ्छ नि। मोटी भएर म जस्तो गाला यतातिर त बेहोसको बेहोस छ हो। गाडी चलाउ भन, गाडी चलाउ भन नखाने। अझै चस्मा लाउँदै सुहाउने रहेछ है। म चाहिँ सुतेको गाइस, मलाई निन्द्रा लाग्यो। तिमी भ्लग बनाऊ है मेरो ठाउँको। म चाहिँ सडक नि त्यहीबाट गर न। मेरो घरमा भमिट आउन लाग्यो क्या तिमीलाई नि।
छ यहाँ कुनामा। सबजना ढल्किसक्यो। एउटा काखमा यसरी ढल्किरहेछ, यहाँ एउटा काखमा यसरी ढल्किरहेछ। हामी कहाँ आइपुग्यो आसु? केराघारी पुग्न लाग्यो। सूर्यविनायक 2 तातो पानी चाइनाबाट। सबजना सुत्यो। तपाईँहरूको कसको फर्स्ट टाइम हो तातो पानीमा? मेरो नि फर्स्ट टाइम हो। कस्तो छ तातो पानी खासको बजारमा। हाम्रो यहाँ अमिन दाईलाई चाहिँ निद्रा लाग्यो जस्तो आक्ताङ परेर छ। उठ्नुभयो आबी सबजना वाक गर्नेछ। आयुस्बिन आबिस्बिन एक्लै यहाँ खाँदैछ। के खानु भएको? कुरमुरे हो। हेलो गर्दा धुम्म छ। गरेको छैन। हेलो गर। बाटो यस्तो छ। खलासी नम्बर 1 हो तिमी? गर त एकचोटि ट्राई गर त। काठमाडौँ गर त। उही माथि हो, त्यही माथि छौ तिमी। उता माथि तातो पानीमा कस्तो जाडो होला। सुकुटेमा आइपुग्यो अनि पिङ खेलेको यहाँ बेसरी बिरामी हाम्रो आगे। के खाएको तिमीले चाहिँ? चुपाचुप्स? बेसरी राम्रो आउँदो रहेछ त तिम्रो दुई त। सुतेर आयो बेसरी, निन्द्रा लाग्ने गाडीमा हिँडेपछि। फोटो यहाँ फोटो सुट भइरहेको रहेछ यिनीहरूको।
रे झर्ना यति सानो झर्ना के ल त स्योङ म त बजार जस्तो होला भनेको त होइन रहेछ त होइन नि आज अहिले त बजार खोला हेर्नु कस्तो राम्रो तातोपानीको गेट वेलकम टु तातोपानी हट स्प्रिङ रे तातोपानी धारो हेलो गाइस हेलो वी आर फाइनली हियर तातोपानी हामी खाना जान्छौँ पहिला मेरो लुगाहरू सब फोहोर भयो जस्तो छ यार धुलोले त्यस्तै देखिरहेछ नौनालाई लिनुपर्छ अरे लुगा लियौँ हामीले होइन मैले चाहिँ हाम्रो इधर रेड बुल खा रहा है गाइस इधर हमारा समीर हीरो यहाँ छ हीरो मेरो मामी आमा मान्छेहरू यस्तो मजाले बाँडेको त फुकाल्नु पर्ने भयो नि अब हामी अब सबजना नुहाउन लागेको सो नुहाइसकेर फेरि हामी कन्टिन्यू भिडियो गर्छौँ बाई बाई त्यतिको लागि फाइनली हामी नुहाइसक्यौँ शिवमूर्ति छ हेर्नुहोस् खोला हेर्नुहोस् कस्तो राम्रो के मेरो सानो नुहाउनु गर्नुभयो नुहाइ गर्नुभयो गर्यो यहाँ फ्यामिली फोटो भइरहेछ लाग्यौँ माथि चाइना बोर्डरतिर जान्छौँ कि कता जान्छौँ थाहा छैन के रहेछ यहाँ चाहिँ यो फोटो पनि चाहिने त्यही भएर आज नजाने के जाने खै त उनीहरू सबै आएको नि फोटो चाहिन्छ दुईटा हामीले खानासाना खायौँ हिँड्नै अल्छी लागेर अब अलि माथितिर जाँदैछौँ ट्राभल लभरले यस्तोहरू चाहिँ म त कस्तोमा हालिदिन्छु स्टोरीमा यस्तो हालतमा छ हामी चाहिँ हेर उनीहरू समाधि छ अब हामी फर्किसक्यौँ तातोपानीबाट उता चाइनाको बोर्डरमा छिर्न नमिल्ने रे सन्डेबाट कि कहिलेबाट मात्र खोल्ने रे त्यही भएर हामी निस्किसक्यौँ आजलाई मेरो भ्लग यति नै भ्लग बनाउने हालतमा नि छैन